नमस्कार, हजुरहरूलाई फेरि पनि स्वागत छ। आजको यो छोटो वन डे हाइकमा बिहान करिब 6:30 बजे नै घरबाट निस्किएर हामी पुग्यौं काउ खोलामा। आजको हाम्रो यात्रा थाक गाउँ रहेको छ। थाक गाउँ पुग्नलाई काउ खोलाबाट नै बस लाग्दो रहेछ। करिब 8:30 बजेको सिक्लेस जाने बसमा नै हामी चढ्यौं र 45 मिनेटको बाटोपछि हामी पुग्यौं थाक गाउँ। यो देख्नु भएको यो चाहिँ सिक्लेस गाउँ हो। यो र सिक्लेसको चाहिँ ठ्याक्कै पारिपट्टि चाहिँ तान्तिङ, यहाँ चाहिँ तान्तिङ छ। हेलो गाइज, हामी चाहिँ भर्खरै यो थाक जाने ठाउँमा चाहिँ झरेका छौँ र हाम्रो रोड देख्न सक्नुहुन्छ। यहाँबाट माथि सिधै योबाट माथि चाहिँ हामी अर्को चाहिँ पिच रोड त होइन, तर चाहिँ अर्को गाडी जाने रोडबाट जाने भन्नुभएको थियो, तर हामी चाहिँ सिटी जान्छौँ भनेर हामी यहाँ झऱ्यौँ। अनि यो चाहिँ हाम्रो लोकेसन छ। यहाँ वेलकम टु अन्नपूर्ण कन्जर्भेसन एरिया। ल हेर्नुहोस्, यो सबिना हाई। सिन चाहिँ यति राम्रो छ है। र यहीबाट चाहिँ माथि सिक्लेस जाने बाटो चाहिँ यो चाहिँ यो तल चाहिँ गेट देख्न सक्नुहुन्छ। यो गेटबाट चाहिँ बाइकहरू जान मिल्छ भने हामी चाहिँ यता यो सिडी हुँदै हिँडिरहेका छौँ। लगभग 20-25 मिनेटको उकालोपछि हामी अफरोडमा आइपुगेका छौँ। बाइक स्कुटी लिएर आउँदा यही अफरोड हुँदै सजिलै 10 मिनेटमा नै माथि सेक्रेड हिलमा पुग्न सकिन्छ। थोरै अफरोड हिँडेपछि हामी फेरि सिडीकै बाटो हुँदै उकालो लाग्यौं। करिब 45 मिनेटको उकालोपछि हामी थाक गाउँको भ्यू पोइन्ट सेक्रेड हिलमा आइपुग्यौं। बोल दो। हेलो एभ्रीवन, हामी चाहिँ अहिले यही रिसोर्टमा छौँ। यिनीहरू चाहिँ पिङ खेल्ने, फोटो खिच्ने, रमाइलो गर्थ्यो नि। यो चाहिँ डोल्माको क्याप है, एकदमै राम्रो लाग्यो मलाई। अनि मैले यो प्रकार आउँछ। के भइरहेछ मलाई के बुझिरहेछ नि यहाँ। एकैछिनको रमाइलोपछि हामी खाना खानतर्फ लाग्यौं। यहाँ भेज खानाको 350 र चिकन खानाको 450 रहेछ। यहाँ देख्न सक्नुहुन्छ
यो जुन गाउँ छ यो चाहिँ तारकाङ हो भन्ने चाहिँ सिक्लेस चाहिँ हाम्रो यहाँ छ सिक्लेस। र सिक्लेसको ठ्याक्कै अपोजिट चाहिँ तान्तिङ चाहिँ यता पर्छ। आज बादल लागेको हुनाले चाहिँ हामीले हिमाल त्यस्तो मजाले देख्न चाहिँ पाइएन, तर चाहिँ यो ठाउँ चाहिँ एकदमै रमाइलो छ। हजुरहरू मन हुनुभएकोहरू चाहिँ एकचोटि यहाँ भिजिट गर्नै पर्ने ठाउँ छ है यो चाहिँ। अब हामी चाहिँ यो ठाउँबाट चाहिँ फाइनल्ली निस्किँदैछौँ। बाई बाई। राति नबसी फर्किनु परेको हुनाले हामी 3:30 बजेतिर नै थाकगाउँबाट हिँड्यौँ। अलि हाइटमा भएको हुनाले होला जुका पनि एकदमै लाग्दो रहेछ। बिहान जुन बाटो आयो फर्किँदा पनि त्यही सिडीको बाटो हुँदै फर्किएका थियौँ। बिचमा चाहिँ पहिरो गएको हुनाले बाटो चाहिँ बिग्रेको छ अरे, अनि त्यसमा अब डोजरले चाहिँ बाटो बल्ल खन्दैछ अरे। अब हामी यहाँ तल चाहिँ छिटै आइपुग्यौँ, तर बस कतिखेर आउँछ भन्ने चाहिँ फिक्स भएन। सिक्लेसबाट चाहिँ लास्ट बस चाहिँ हामीले थाहा पाएअनुसार 2 बजे हिँड्छ भनेर भन्नुभयो। त्यो हिसाबले यहाँ थाकगाउँसम्म आइपुग्नलाई चाहिँ 2 घन्टा लाग्दो रहेछ। लगभग 1 घन्टा लगाएर चढेको उकालो झर्ने बेला सजिलै 20-25 मिनेटमै तल बस लाग्ने ठाउँमा हामी आइपुग्यौँ। हामी अहिले बिहानकै ठाउँमा आइपुगेका छौँ। बस आउन अब सायद आधी घन्टा 1 घन्टा लाग्छ होला। हामी आउन चाहिँ छिटो भयो। अब एकछिन हामी पुग्छौँ।